हेलो गुड मर्निङ नमस्ते सम्पूर्णमा। आज नयाँ वर्षको पहिलो दिन 2083 वैशाख 1 गते सम्पूर्ण नयाँ वर्षको शुभकामना। नयाँ वर्ष सँगसँगै अझ काममा उत्साह उमङ्ग आओस् र देशमा अमन चैन स्थापित होस्, सुशासन स्थापित होस् पनि भन्न चाहन्छु। आज मैले तपाईँहरूको लागि यो चार्जिङ फोनमा चार्ज भएन भने जहाँ चार्जिङ बनाउन जान्छौँ त्यहाँ पनि तपाईँले प्राइस डिफ्रेन्स पाउन सक्नुहुन्छ। के को कारणले भन्दाखेरि त्यसमा चाहिँ चार्जिङ फ्लेक्स कपी र ओरिजिनलको कारणले हुन्छ। चार्जिङ फ्लेक्सलाई ओरिजिनल र कपी कसरी चिन्ने आज म त्यसको बारेमा बताउँछु, हेर्दै गर्नुहोला। एक्जाम्पलको लागि मैले देखाउँदैछु आइफोन 8 प्लसको चार्जिङ फ्लेक्स। हेर्दाखेरि उस्तै नै हुन्छ। अब फरक चाहिँ के हुन्छ, कसरी चिन्ने भन्दाखेरि यो अहिले देखिरहनु भएको छ यो कपी चार्जिङ फ्लेक्स हो। कपीमा के हुन्छ भने तपाईँको जति पनि यो सानो सानो कम्पोनेन्टहरू हुन्छ, जस्तै यो माइकको माथि हेर्न सक्नुहुन्छ, यसमा आइसी निकालिएको छ है। यहाँ रजिस्टरहरू मात्रै लगाइएको छ, आइसी निकालिएको छ जसलाई बाइपास गरिएको छ, जसले गर्दा माइकमा समस्या नेटवर्कमा समस्या आउन सक्छ भने यो अर्को म देखाउँदैछु यो जेन्युन। यसमा हेर्नुभयो भने तपाईँले यसमा आइसी देख्नुहुन्छ है। यसकै तपाईँहरूको मूल्यमा फरक आउने चाहिँ यही कम्पोनेन्टहरूको कारणले गर्दाखेरि हो। त्यस कारणले कुनै पनि स्पेयर पार्ट्सहरू चेन्ज गर्दाखेरि थोरै पैसाको मुख नहेरेर जेन्युन लगाउनु भने भोलि गएर यसले हामीलाई हाम्रो फोनको लाइफलाई बढाउँछ। धन्यवाद। यस्तै भिडियोको लागि हामीलाई फलो गर्दै गर्नु होला। हस्, धन्यवाद।